मैले के गल्ती गरेर यति रिसाउनु भएको? चुप लाग, धेरै नबोल। नानी, यो पालि चाहिँ भोट हामीलाई है। आमा, यो चुनाव भनेको के हो? बाबु, चुनाव भनेको मैले तेरो बुबालाई छानेर आए जस्तै हो। पहिला उहाँ धेरै राम्रो देखिनुहुन्थ्यो, मिठो मिठो बोल्नुहुन्थ्यो। सोचेकी थिएँ मेरो जिन्दगी सुरक्षित हुन्छ। अहिले दुःख मात्रै छ बाबु। हामी मिठो बोली र राम्रो रूप रङ्गमा फस्नु हुँदैन है। हो बाबु, कसैलाई छान्दा बाहिरको आश्वासन होइन, उसको नियत र क्षमता हेर्नुपर्छ। जीवनमा पनि देशको चुनावमा पनि। ए बुढेकी आमा, भित्र आइज भनेको सुनेन। अब फेरि गलत छनौट नगरौँ, न जिन्दगीमा न देशमा।